मोती पठाउ पुऱ्याइयो होइन। अनि चट्टाले चाहिँ निक्लिएपछि यो बाटो सर लोलाङ भन्ने ठाउँतिर जाँदैछ पठाउ भएर गाडी पनि पाइन्छ र अलिक ढिलो पनि भएको थियो। र हेर्दै हेर्दै गइयो पठाउमा। चट्ट लोलाङ आइपुग्यो। लोलाङमा यसो घुम्यो, कामसाम के छ अवलोकन गरियो, हेरियो। यी कामहरू यस्तै छ, ढुक्क टाइल लाउनु, अलिकति यो डोरसेटहरू जाली लाउन बाँकी रहेछ। यी रानी वन गोन्दै लोलाङको यी धारा हल्का मेरो बाँकी। अब चाहिँ काम सुरु गर्नुपर्छ केटु भनेर मोबाइल टक्क भुइँमा राखेर चाहिँ मिसिन चलाउन थालियो साथी हो। अब टाँस्नु पऱ्यो फ्याटफुट टाइल भनेर काट्नलाई चाहिँ चट्ट नापेर 1 एमएममा काम गर्ने मान्छे परियो। हेर्दैछु होइन। अब चट्ट काट्ने हो, धुलो उडाएर काम गरिन्छ नि त गर्दाखेरि त फेरि हामी। अब चट्ट काटियो, काटेर चाहिँ ठिक भयो। घोलासोला लाएर प्याट एउटा मर कता छ भनेको यता भोलिरहेछ। जिब्रो निकाली ठोकिदिएको मिलेछ टाइल चाहिँ। ओहो दामी होइन मिलिहाल्यो। अनि कामसाम प्याटफुट भइहाल्यो। अब डोर सेट बोन टाइटमा टालिदिनु पऱ्यो भनेर बोन टाइट बनाएर ट्याक्क यहाँ चाहिँ हाम्रो साउजीलाई बाहिरको उसिक पानी भित्र नछिर्ने चाहियो अरे कि। ठिक छ भनेर मैले पनि यसो यहाँ मार्बलको टुक्रा रहेछ जुगाड लगाएर बोन टाइट घोलेर ट्याक्क टालिदिइहालेँ यस्तो। अनि यहाँ अलिकति काम गरियो, यी सबै काम सकेको होइन।